राईनी बनायो कर्माले आज यहाँ त रमाइलो भइरहेछ रमाइलो भइरहेछ छोडी जाँदा रुन मन लागिरहेछ सलल बग्यो गण्डकी आज सँगै भोलि त गाउँका यस्तै छ हाम्रो जिन्दगी रमाइलो भइरहेछ छोडी जाँदा रुन मन लागिरहेछ सलल बग्यो गण्डकी आज सँगै भोलि त गाउँका यस्तै छ हाम्रो जिन्दगी आज सँगै भोलि त गाउँका यस्तै छ हाम्रो जिन्दगी यस्तो भन्दा हाम्रो मन रोलानी हाम्रो मन रोलानी बिछोड पछि फेरि भेट होलानी सरल यो गण्डकी आज सँगै भोलि त गाउँका यस्तै छ हाम्रो जिन्दगी आज सँगै भोलि त गाउँका यस्तै छ हाम्रो जिन्दगी सानो मन नबनाऊ कसैनी कति छोटो 3 महिने बसाई सरल गाडी गण्डकी आज सँगै भोलि त गाउँका यस्तै छ हाम्रो जिन्दगी नबनाऊ कसैनी कति छोटो 3 महिने बसाई सरल गाडी गण्डकी मायाको रिसोड मिलान जस्तो नहुने बिछोड सलल बग्यो गण्डकी आज सँगै भोलि त गाउँका यस्तै छ हाम्रो जिन्दगी कोही पनि रुनानी छुटेका थिए मदन र मुनानी आज
अम्ब यस्तो भेट नहोला सरदा काली जिन्दगी जन्मभूमि कहिल्यै नि नभुले जापानले घर हरिया सितारा लाइरा माया नपार्नु बस्यो बुवा आमासँग हैन भाइ बुहारी छोराछोरी सबलाई धन्यवाद भाइहरूलाई पनि धन्यवाद मिठो खाना बनाएर दिनुभयो हैन सबलाई धन्यवाद रमाइलो गर्ने भोलि बुवा आमा जाने हुनुहुन्छ सबै सुखी रहनु दुखी नहुनु फेरि भेटौँला भन्दै सबलाई धन्यवाद दिन चाहन्छु म त भाइको सपोर्ट त भाइको सपोर्ट विचार अब दाइले छ दाइले जीवन हो त्यही नै मेरो पनि आउने भनेको सबैलाई नमस्ते। अब दिदी बाबा आमा अब हाम्रो साली हैन अनि सबैजना आउनुभयो अनि भतिजको विवाह पनि भयो दसैँ तिहार चाडपर्व सबै मनाइयो लामो समयको अन्तरालमा हामीले टिकाहरू यस्तै फ्यामिली सबै चिज ज्वाइँहरू दिदीहरू सबैजना नेपालबाट आउनुभयो तपाईहरुले साथ दिनुभयो।
धेरै खुसी लाग्यो। थोरै घाँटीले अलि साथ दिएको छैन है। त्यो चाहिँ के मिले होइन त्यो पछि अब हामी सबै मिलेर मिलाउँला नि त टाइम लिएर है। सबैजनालाई भोलि शुभयात्रा। दिदीहरू बुवा आमा राम्रोसँग जानु होला। बाँकी त हामी ठाउँमा छौँ गरिहाल्छौँ नि होइन। कहाँ के राख्नुपर्छ आकाशको तारै टिपेर भयो नि बुवा आमालाई सबै साथमा राखिन्छ नि त। जुन र तारा सबै चिज साथ होस्। हाम्रो सपरिवारको साथ होस्। तपाईँहरूको साथ होस् है। सबैलाई नमस्ते। नयाँ पुस्ताको नयाँ मान्छे होइन पहिलो मान्छे यस्तो ऊ भतिजीले चाहिँ हिजोदेखि साथ देख्यो हजुरबा हजुरआमालाई साथ देख्यो होइन। त्यसले गर्दाखेरि भोलि पनि साथ दिन्छ। अब बाँकी चाहिँ उसले भन्छ है त। साथ त सधैँभरि हुन्छ होइन। साथ भन्ने कुरो त्यही हो। आउँदा खुसी जाँदा दुःखी त्यही नै हो। त्यही पनि अब एउटा जाँदा अब के भन्छ बिछोड भए पनि अब एउटा खुसी नै हो। भोलि अब राम्रो एकदम सेफ फ्लाइट सुरक्षित यात्रा सबै राम्रोसँग जानु होला। फेरि 1-2 वर्षपछि फेरि भेट भइहाल्छ। यस्तै भेट फेरि अर्को वर्ष पनि कुनै माहौल बनाएर सबैसँगै कतै यस्तै रमाइलो वातावरण भयो भने एकदम खुसी। त्यही नै हो। अहिले त सबै आज अब सबै खुसी नै छौँ अहिले। तपाईँबाट चाहिँ दिदी बहिनी फुपूहरू सबैले आशा राखिरहेका हुन्छन् है। तपाईँभन्दा म सिनियर पनि भएँ। शुभ आशीर्वाद सबैको मन चाहिँ सधैँ राखिरहनु होला। अनि त राख्नु पनि रहेछ। मैले धेरै कुरा नोटिस पनि गरेँ। हजुरबा हजुरआमासित बस्दा ओर्दा हजुरले गरेका क्रियाकलाप देख्दाखेरि मैले आफ्नो छोरो पनि झर्लक्क देखेँ क्या। त्यो फेरि हजुरबा हजुरआमालाई पनि तपाईँलाई त्यति माया कसैलाई हुँदैन। मैले फेरि मेरो दाइको छोरा आमाले माया गरेर देखेको छु है। त्यो फरकै पर्छ। तपाईँको पनि उहाँहरूप्रति हुन्छ। उहाँहरूको तपाईँप्रति त यथा हुन्छ यता त्यसो हुँदाखेरि चाहिँ सबैको मन राखिरहनु होला। शुभ आशीर्वाद है। धन्यवाद। ल धन्यवाद है। दाजु के भन्नु? मेरो जेठो भतिज होइन। अब हाम्रो चाहिँ जे जति छ नि यो जे छ पछि नि रहन्छ। पहिला नि थियो अहिले नि छ पछि नि रहनेछ। त्यसको लागि बुवा आमा दाइ भाइ भतिजहरू अब हामीबाट होइन ढुक्कै हुनु सबै चिज भोलि रहन्छ। जे थियो गयो जानी त गयो। अब वर्तमान हो भविष्य त अब भोलि कल देखेछ र जानी गइहाल्यो। भोलिलाई आजलाई हामीले रमाइलो गरिन्छ। भोलिलाई चाहिँ राम्रो होस् भनिन्छ। ल बुवा आमा ढुक्कै हुनु ल दाइ भाइ भतिजहरू होइन भाउजूहरू दिदीहरू ल है। ल हाम्रो परिवार सबै यही नै रहन्छ। ल मैले दिदी दाजुको बिचमा बसेपछि होइन के छ माइलले ढुक्कै छ क्या। दाइको र भाइको आँडापछि के दिन्छ त्यही पनि ढुक्क त्यसमा यही नै रहन्छ। हाम्रो माया सधैँ यस्तै रहोस् होइन। जब पहिला थियो अब पछि आउने दिनहरूमा यस्तै दुःख सुख त आफ्नो आफ्नो हो। सबै ठाउँ आफ्नो ठाउँमा गर्नुपर्छ। नाति गएर कान्छो नातिले ल्यायो हजुर खुसी लाग्यो। यस्तै गरेर अब फेरि जाँदा नि हामी राम्रोसँग जान्छौँ। हाँसीमुख यस्तै राम्रो रहोस् सधैँभरि होइन। जिन्दगीको 2 दिनको जिन्दगी केही छैन। टाढैबाट आइयो जापानमा छोरा नातिले ल्याए आइयो। राम्रो बिहा गयो नातिको राम्रो लाग्यो। छोराबुहारी सबैका माना बस्यो। अब भोलि जान्छौँ भने हामी यो मनभित्र मन भित्री मन त बाहिर मन हाँसी बोलिन्छ। भित्र मन त रोइराखेको छ। जान्ने पार्ने आफ्नो घर। छोरा प्यारा मान्नुहुन्छ कि बुहारी प्यारा मान्नुहुन्छ? बुहारी त नपाउँछ सम्झे। बुहारी धेरै सधैँ पाउनु भयो। यो रमाइलो पाउनु भयो हेर्नुहोस् त। गजब। ल हजुरलाई धेरै धेरै बधाई। रमाइलो बस्यो। हामीलाई पनि भोलि सुन्नु बनाउनु भयो। अनि नातिको बिहा गर्नु छोरीहरू सँगै लिएर सबै छोरीहरू आए नातिहरूले लिएर आइयो बस्यो। रमाइलो हो। भोलि जाने भने जाने। ल स्वास्थ्य ख्याल गर्नु पऱ्यो हजुरले है। आफै ख्याल गर्नु पऱ्यो। तपाईँहरू स्वास्थ्य हुनुभयो भने यहाँ दाइहरूलाई भाउजूहरूलाई पनि रमाइलो हुन्छ। दिदीहरूलाई सबैलाई रमाइलो हुन्छ। हामीलाई पनि आशीर्वाद दिनुहोस् है। आसम्म बस्यो पकाएर खाँदैन धन्यवाद छ। हामी कहिले बिर्सनु छैनौँ। सम्झिराख्छौँ हामीले नि। बिर्सनु बुहारीहरूलाई के भन्न छ कि? सबैलाई राम्रो छ भनिदिन्छु। त्यही हो भन्ने हो के भन्ने हो। राम्रो गरे राम्रै छ।
हेलो सबैलाई नमस्ते। अनि यो भेट सबै जुडे राम्रो हुन सफल भएकोमा चाहिँ विशेष धन्यवाद त कान्छो अङ्कल माइलो अङ्कललाई, किनकि यो कान्छो अङ्कल र माइलो अङ्कलले गर्दा दुईटी फुपूहरू पनि यहाँ आउने मौका मिल्यो, अनि भाइ बहिनी पनि आउने मौका मिल्यो। र एउटा प्यारो भाइ रोहन नेपालमा छुट्यो, एकदम मिस भइरहेको थियो। अब सबैजनालाई भेटेर सबै समेटेर गर्न त सकिएन, त्यही पनि पुसाजुहरू भाइहरू सबैलाई नेपालमा सम्झेर यहाँ जति भइयो त्यति रमाइलो गर्न पाइयो हजुरबा हैरामाको साथमा। अनि एउटा बिहे पनि सम्पन्न भयो। अब बिछोडपछि मिलनको त यात्रा त अब त्यो जसको पनि हुन्छ। अब फेरि यस्तै गरेर भेट कुनै मोडमा गएर भेट होला या नहोला, तर अब कुनै बेला भेट भयो भने फेरि यस्तै गरेर रमाइलो बसेर परिवार बस्न पाऊँ। अनि यो सम्बन्ध यो नाता अझम्बरी भइरहोस्, सानो कुरामा मन खट्नुहोस्। यस्तै नै हो जिन्दगी। हामीले पनि विदेशको ठाउँमा आफ्नो कर्म गर्नु पर्यो। अब दिदीहरू जाँदै हुनुहुन्छ, हजुरभाइमा जाँदै हुनुहुन्छ, यात्रा शुभयात्रा नेपालमा गएर पनि पुरा भइराख्नु पाऊँ। धन्यवाद। यसरी भेट भइरहेको समयले है छोराको बिहे थियो, त्यसले गर्दाखेरि सबैजना फ्यामिलीको साथ सपोर्ट सबैले गर्दाखेरि हामी सबैजना भेट भयौँ। र दुईजना दिदी अनि छोरा छोरी आमा बुवा सबैजना आउनुभएको छ। एकदम खुसी छौँ हामी। तर 3 महिनाको बसाइ है एकदम छोटो जस्तो लागिरह। अब भोलि जाँदै हुनुहुन्छ, त्यसको लागि त एकदमै दुःख लागिरह। तर पछि फेरि भेट भइहाल्छ। सबैजनालाई शुभयात्रा भन्न चाहन्छु। जापान त अब राम्रो लागेर सबै अब दसैँ तिहार भाइको भतिजाको बिहा गरियो है। अब फर्किँदिन आए सबैले, त्यही त नि आउँदाको भन्दा जाँदाको नराम्रो पिछो जस्तो नै छ सबैलाई। के भन्नु अरू त अब सबै अब हजुर देखिसक्नुभयो, बुझिसक्नुभयो है। अब यही हो। अब बिछोड हुँदा यही भन्न लाग्यो नि, भन्न सकिएको छैन है। यही दुःख लागेको छ, मन भारी भएको छ, गाह्रो भएको छ। अरूमा केही छैन। नमस्ते सबैजनालाई। म चाहिँ अहिले खत्री परिवारको नयाँ सदस्य अहिलेको लागि चाहिँ हजुरबुवा हजुरआमा फुपू अनि भाइ बहिनीसँग चाहिँ नेपालदेखि सँगै यात्रा भयो। अनि हाम्रो बिहेको अवसर पारेर बिहेको अवसर भयो। बिहे दसैँ तिहार सँगै मनाउन पनि पाइयो। अहिले अब बिहे हुनुभन्दा अगाडि पनि हाम्रो भेटघाट भयो। अनि यसरी त्यो भएको हुनाले पनि अहिले पछि घुलमिल हुनलाई सजिलो भयो बिहेपछि। अनि बिहेपछि पनि अब यहाँभित्र परिवारभित्र आइसकेपछि अब कुनै ठाउँमा जाँदाखेरि चाहिँ नयाँ फ्यामिली कुनै मेम्बर चाहिँ यस्तो लाग्यो है, अनि केही भनेर मन दुख्यो है भने जस्तो हुन्छ भने अब परिवारभित्र आइसकेपछि चाहिँ अहिलेसम्म मलाई कसैले केही भन्नुभयो यो चित्त दुख्यो भने कहिले पनि 2 महिना 3 महिना भइसक्यो कहिले फिल भएको छैन आफ्नै परिवार जस्तो। अनि सबैजना मिलेर बसिराख्नु भएको छ। अब परिवारलाई चिन्दैछु बिस्तारै। मैले पनि अब यस्तै सबैजनाले जोडिएर बस्नुभएको छ। त्यस्तै गरेर मैले पनि अब सबैलाई यस्तै गरेर साथ दिउँ। अब कहिलेकाहीँ केही गल्तीहरू पनि हुनसक्छ परिवारमा बसेपछि। केही बोल्दाखेरि चाहिँ अर्कोलाई नराम्रो पनि लाग्न सक्छ, केही त्यस्तो नराम्रो इन्टेन्सनले नभनेको भए पनि। अनि त्यसको लागि चाहिँ अब नजानेको कुराहरू सिकाइदिनु होला, बुझाइदिनु होला सबैजनाले। त्यही भन्न चाहन्छु। अनि अहिले अब आउने बेलामा चाहिँ हामी जति एक्साइटेड थियौँ अब जाने बेलामा चाहिँ अलिक त्यस्तो नहुँदो रहेछ। त्यही पनि अब एउटै फ्यामिली हो। अब पछि पनि भेट हुँदैन, त्यस्तो हुँदैन भन्नु हुँदैन। अब अवश्य पनि भेट हुनेछ होइन। अनि यस्तै फेरि मौका पारेर अनि भेटघाट हुनेछ। राम्रोसँग जान सबैजना हजुरबुवा हजुरआमा फुपू दिदी छामाहरू भाइ बहिनीलाई आएर सेफ जर्नी भन्न चाहन्छु। सबैजना आज भेट हुँदा खुसी पनि लागेको छ। अनि भोलि सबैजना जानुहुन्छ। अनि कता कता दुःखी पनि भएको छु।
अनि मैले चाहिँ मामाहरूलाई धन्यवाद भन्न चाहन्छु। मम्मीहरूलाई, हजुरबा हजुरआमा, ठुलो मम्मीलाई भेट्ने मामाहरूले गर्दाखेरि अनि दाइहरूले गर्दाखेरि मैले पनि मौका पाएँ। धन्यवाद। सबैजना राम्रोसँग जानु, हामी फेरि पनि भेटौँला। अब फेरि अब अनिल दाइ, अभिषेक, बहिनी छिन्, अब फेरि अर्को भेट बिहामा सबैजना परिवार भएर भेट गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। त्यही हो, सबैजना राम्रोसँग जानुहोस्। अब सेफ जर्नी।